Hello and namaste. Welcome to 80 the Night Watchman. Today we are going to discuss about captaincy, Nepal captaincy. के छ नेपालको क्याप्टेनको फ्युचर के छ अबको अपकमिङ वर्ल्ड कप क्याम्पियन पछिको क्याप्टेन चाहिँ को हुनुपर्छ लास्ट गेम विन गरेर डेलिभर त गर्यो हाम्रो रोहित पौडेल हाम्रो क्याप्टेनले त व्हाट यु थिङ्क ही सुड कन्टिन्यू अर अब यस्तो हो। ओभरअल होइन, लास्ट गेम त जित्यो होइन, बट ओभरअल हेर्नुपर्छ हामीले। ओभरअल क्याम्पेन कस्तो गयो भनेर, ओभरअल के अरे हाम्रो नेपाल टिमको पर्फर्मेन्स कस्तो भयो भनेर, अनि हाम्रो रोहित पौडेलको पर्फर्मेन्स कस्तो भयो भनेर। लास्ट गेम जिते तापनि आई थिङ्क रोहित पौडेल निड टु स्टेप डाउन फ्रम क्याप्टेन्सी, बेटर टु बी स्याक्ड। स्याक्ड हुनभन्दा चाहिँ ऊ आफैले बुझेर आई थिङ्क स्टेप डाउन गर्दा चाहिँ ठिक होला जस्तो लाग्छ मलाई। अब चाहिँ हामीले नेक्स्ट वर्ल्ड कपको साइकल टार्गेट गर्ने हो नि त, हाम्रो त मेन टार्गेट T20 टार्गेट त। या अब नेक्स्ट T20 वर्ल्ड कपको लागि चाहिँ आई थिङ्क हामीले चाहिँ न्यू क्याप्टेनको साथ अगाडि अहिलेदेखि हामीले अब क्याप्टेन चेन्ज गरेर अहिलेदेखि अगाडि बढ्यो भने फ्युचर प्लानिङ राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। या आई थिङ्क यो क्याप्टेनले कोचेसले होइन वर्ल्ड कपको म्याचेसमा प्लेयरलाई एक्सपेरिमेन्ट गर्नुभन्दा चाहिँ के अरे सुरुमै पहिलेदेखि अहिले अबको नेक्स्ट वर्ल्ड कपको लागि चाहिँ अहिले नै एक्सपेरिमेन्ट गर्दै होइन सफल गर्दै चाहिँ अब चाहिँ लिएर जानु पऱ्यो कि होइन त्यही हो गर्ने। अब त्यो त्यसको लागि चाहिँ मेन अहिले त्यसको लागि चाहिँ सबभन्दा राम्रो के हुन्छ भन्दा अहिले रोहित पौडेलले स्टेप डाउन गरेर बरु ऊ चाहिँ फ्री ह्यान्ड खेलोस् होइन, नो अँ क्याप्टेन्सी प्रेसर, फ्री ह्यान्ड खेलोस्। अनि क्याप्टेन्सी चाहिँ आई थिङ्क चेन्ज गरेर वेभर इज द डिजर्भ क्यान्डिडेट उसलाई दिएर चाहिँ ओके नेक्स्ट ओके T20 वर्ल्ड कपको वाट यु साइकललाई। थिङ्क वाट यु थिङ्क मेरो लागि चाहिँ आई थिङ्क दिपेन्द्र सिंह ऐरी एउटा उनी हुनुपर्छ, हि इज द फ्रन्ट रनरै उही छ हाम्रो बेस्ट क्याप्टेन्सीको, हाम्रो उही किनकि हुनुपर्छ क्याप्टेन भनेको चाहिँ इट हेज टु बी एमङ द बेस्ट प्लेयर होइन बेस्ट प्लेयर। बेस्ट प्लेयर हाम्रो बेस्ट प्लेयर भनेको दिपेन्द्र सिंह ऐरी नै हो जस्तो म हो होइन दिपेन्द्र जस्तो सिंह मलाई हो, लाग्छ उसले होइन उसले हाम्रो नै हो गरेको पनि छ। अब एनपिएलमा दुईचोटि फाइनल पनि पुऱ्यायो टिमलाई। अँ। हामीले एकचोटि ट्राई गर्नै पर्छ दिपेन्द्र सिंहलाई, र अहिलेदेखि दिपेन्द्र प्लानिङ सिंह ऐरी गरे अब। म चाहिँ हाम्रो दिपेन्द्र सिंह ऐरीको हेर्दाखेरि चाहिँ उसले चाहिँ ग्राउन्डमा चाहिँ इनर्जी चाहिँ लिएर आउँछ कि हुन्छ नि इनर्जी फिल्डिङमा छ। अनि यस्तो फिल्डिङमा हो, फेस अफ बलिङमा द ब्याटिङमा अनि होइन हाम्रो अब फेस अफ द टिम भनेकै अब अहिलेको सिनारीमा दिपेन्द्र सिंह हेरी नै हो। दिपेन्द्र सिंह ऐरी नै हो यहाँ त्यही भएर उसैलाई दिँदा चाहिँ आई थिङ्क इट्स बेस्ट बेटर। बेस्ट हुन्छ जस्तो लाग्यो मलाई आई थिङ्क कसैलाई केही त आपत्ति हुन्न जस्तो लाग्छ मलाई उसलाई दिँदा, किनकि ऊ अलरेडी भाइस क्याप्टेन हो। अनि अब बरु बरु उसलाई हामीले क्याप्टेन्सी दिँदा हाम्रो यति द नाइट वचम्यानको फ्यान्सहरूलाई नै सोधौँ न अब को हुनुपर्छ क्याप्टेन कि होइन वी आर ह्याप्पी विथ रोहित पौडेल भन्ने पो छ कि होइन जे भने जे त्यो जे जे भयो नि के अरे जिताएर देखायो होइन लास्टमा चाहिँ कभरअप गर्यो होइन के अरे क्याम्पेनलाई चाहिँ हुन्छ नि सबै हार्नुभन्दा एउटा त डेलिभर गरेर देखायो भन्ने पो छ कि हामी रङ हुन पनि सक्छौँ कि के त नि होइन, जो एउटा जित्यो भन्दैमा उसको रोहित पौडेलको क्याप्टेन्सी त्यो हाइट चाहिँ गराउन मिल्दैन होला सायद। किनकि हामी ओभरअल हेर्नुपर्छ उसको प्लानिङ, उसको प्लेइङ इलेभेन को त्यो कम्बिनेसन, Yeah. फिल्ड प्लेसमेन्ट अथवा अनि त्यहाँबाट उसको केही ब्याटिङ पनि कुराको हेरौँ न। एक्जिक्युसन पनि छैन कि उसको ब्याटिङ पनि त्यस्तो वाउ भएन नि त यो वर्ल्ड कपमा। मेबी त्यो टु मच प्रेसरले क्याप्टेन्सी गर्यो होला प्रेसर हुन अब पनि बिग स्टेजमा अब प्रेसर भएको अब होइन। सोसियल उसलाई मिडिया उसलाई हेरिसक्यौँ नि यताउता त होइन हामीले। 2024 वर्ल्ड कपमै हेऱ्यौँ, अहिले 2026 को नि हेऱ्यौँ। अब आई थिङ्क इट्स बेटर हि स्टेप डाउन फ्रम क्याप्टेन्सी। मुभ अन स्याक भएको होइन, ठिक क्यानले स्याक गर्न भन्दा उसले स्टेप डाउन गर्यो, आई थिङ्क इट्स बेटर कि। ओके त्यही हो। अरू त दिपेन्द्र सिंह एरी बाहेक अरू कुनै ऊ पनि छैन त्यो, के भन्छ त्यो परिपक्व पनि छैन जस्तो लाग्छ। अब यो पहिला लामिछानेले गरेको हो गर्न, तर आई थिङ्क उसको पनि पर्फर्मेन्स राम्रो छैन। उसलाई दिँदा भन्दा त बरु दिपेन्द्र सिंह हेरी नै पहिले भाइस क्याप्टेन छ, भाइस क्याप्टेन्सीलाई भाइस क्याप्टेनलाई क्याप्टेनमा अगाडि बढाउँदा आई थिङ्क बेस्ट कसैलाई प्रब्लम हुन्छ जस्तो लाग्दैन। अघि अनि हाम्रो के अरे म्यानेजमेन्टमा चाहिँ के छ अब हाम्रो हेड कोच अब हाम्रो के अरे एनालिस्टहरू अब हाम्रो एनालिस्टहरूले पनि केही सिकेर आउनु पर्ने के छ कस्तो छ हाम्रो हाम्रो एनालिस्टको हेड रोल चाहिँ कोच हाम्रो एनालिस्टको रोल चाहिँ यो क्याम्पेनमा के भयो होइन, एनालिस्टको रोल त त्यस्तो वाओ भनेर आएको त छैन होइन। त्यस्तो पर्फर्मेन्स त पर्फर्मेन्समा त देखिएन। अब हाम्रो एनालिस्ट भन्दा पनि हाम्रो मेन फोकस हेड कोच र हाम्रो ब्याटिङ कोच चाहिँ। अब हेड कोच स्टार्ट ल आई थिङ्क वी निड टु ट्रस्ट हिम मोर मोर सम मोर इयर्स जस्तो लाग्छ मलाई चाहिँ। Yeah. किनकि फर्स्ट वर्ल्ड कप हो, क्याम्पेन विक थियो, किन इङ्ल्यान्डसँग पनि त्यस्तो नराम्रो खेलेको होइन। आई थिङ्क यस्तो भयो जस्तो लाग्छ कि मलाई त हाम्रो
यो म्यानेजमेन्ट र क्याप्टेन्सी चाहिँ क्याप्टेनहरूको बिच चाहिँ त्यो के भन्छ एउटै पेजमा छैन जस्तो लाग्छ कि किन किन मलाई त्यो पनि ऊ भइरहेको जस्तो लाग्छ ओके। कि क्यान र हाम्रो यो म्यानेजमेन्ट एउटै पेजमा छैन कि क्याप्टेन र यो म्यानेजमेन्ट एउटै पेजमा छैन जस्तो लाग्छ हामी टिम म्यानेजमेन्टहरू अनि यो के छ हाम्रो ज्ञानेन्द्र मल्ल अझै टिममा हो कि ऊ त सायद एसिस्टेन्ट कोच भयो जस्तो पनि लाग्छ यो अनि फेरि असिस्टेन्ट अनि असिस्टेन्ट राजसभाको फेरि समानुपातिक उम्मेदवार नि यो त कन्फ्लिक्ट अफ इन्ट्रेस्ट जस्तो भएन र अब यो भएपछि यो हाम्रो यो जुन हाम्रो यो के अरे यो स्पोर्ट्सको त्यो कोचिङ स्टाफहरूमा भएको के अरे मान्छेहरू जो हुन्छ नि, मेरो विचारमा चाहिँ कुनै पनि पोलिटिकल होइन पार्टीमा। ऊ त्यही त पोलिटिकल पार्टीमा जान पायो तर आई थिङ्क त्यो त रिजाइन गरेर जान पर्यो नि त त्यस्तै अनि असिस्टेन्ट कोच पनि हुने अनि उता राजसभाको समानुपातिक उम्मेदवारमा त्यो त मिल्दैन नि त आई थिङ्क हि इज हे असिस्टेन्ट कोच। मलाई त त्यस्तै लाग्छ असिस्टेन्ट कोच जस्तो लाग्छ है मलाई त त्यही पनि डबल चेक गर्न मिल्छ आई थिङ्क हिज स्टिल इन असिस्टेन्ट कोच रोल वाट यु थिङ्क वाट यु थिङ्क गाइज हजुरहरूले नि आफ्नो कमेन्ट गर्नु त्यो के छ हजुरलाई क्याप्टेन्सीको त्यो रोहित पौडेलले कन्टिन्यू गर्न चाहनुहुन्छ कि आई थिङ्क यु आर सर्चिङ फर न्यू क्याप्टेन्स मेबी दिपेन्द्र सिंह एरी अर यु हेभ एनी अदर चोइस लाइक सन्दीप लामिछाने अर मेबी सोमपाल दाईलाई एकचोटि ट्राई गर्ने हो के छ कसको प्रतिक्रिया के छ कमेन्ट गर्नु होला आई थिङ्क अहिलेको सिनारीमा चाहिँ बेस्ट चाहिँ दिपेन्द्र सिंह एरी नै हो ए ओके ओके। इज स्टिल इन रोल अर न न नो करेन्ट सिचुएसनमा त नो भनेर भने। तर मैले क्रिक बलमा चाहिँ टिम म्यानेजर ज्ञानेन्द्र मल्ललाई नै एसिस्टेन्ट कोच देखेको जस्तो लाग्थ्यो कि ओके। त्यही नै हो अब हाम्रो अँ हामी चाहिँ के हुनु पर्यो भने चाहिँ जुन हाम्रो के अरे स्कटल्यान्डसँगको गेमले चाहिँ ओभरनाइट हिरोज बनाएको प्लेयरहरूसँग चाहिँ मुभ अन हुनुपर्छ, मुभ अन हुन सिक्नुपर्छ क्या हामी, किनकि हामी होइन? ओभरअल हेर्ने हो कि हामीले एउटा गेमलाई हेरेर हुँदैन हामीलाई चाहिँ हामीले एउटा पुरा हाम्रो वर्ल्ड कप क्याम्पेनको सर्टेन प्लेयरहरूले कस्तो पर्फर्मेन्स एउटा रिपोर्ट कार्ड बनाउनु पर्यो कि यो रिपोर्ट। प्लेयरले टेनमा यति 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 पर्सेन्ट राम्रो गर्यो टेनमा 5 टेनमा 6 हुन्छ नि त्यो सब ओभरअल हेर्ने हो कि एउटा गेमले हेरेर हुँदैन कि एउटा गेमले हेर्नु हुँदैन। अब भन्ने नै हो भने अब यो एउटा गेम हेरेर अब कुशल भुर्तेलले चाहिँ के अरे अब कुशल भुर्तेललाई चाहिँ हामीले बलर बनाइदिने हो त ओपनर ब्याट्सम्यानबाट, त्यही भने होइन? अब अनि के अरे स्कटल्यान्डसँग चाहिँ एउटा इनिङ राम्रो गर्यो भनेर अब के अरे 20-25 गेम चाहिँ बस के अरे ऊ त्यो पक्का हो त। पक्का हो भने जस्तो त्यो त गर्न अनि मिलेन अनि 20-25 गेममा अनि वाट इफ 20-25 गेममा चाहिँ एउटा दुइटा हाफ सेन्चुरी, अनि अरू गेममा चाहिँ त्यही 10-5 के अरे 20-19 भयो भने के त्यही गर्ने? हो होइन अब त्यो गर्नुभन्दा त बरु अब हामीले सबै डोमेस्टिकबाट उठाउन हेर्नु पऱ्यो कि डोमेस्टिकमा हामीले त्यस्तो के भन्छ त्यो प्राथमिकता दिएकै छैन कि त्यो दिएकै छैन। हाम्रो टिम हामी म्यानेजमेन्ट चाहिँ हामी चाहिँ कस्तो हामीले चाहिँ के गर्नु पर्यो भने चाहिँ हाम्रो नेपालमा अब सिस्टमको कुराहरू होला, होइन? अब ओभरनाइट हाइप्ड प्लेयर हुन्छ नि, भाइरल प्लेयर हाइप्ड प्लेयर हुन्छ नि, भन्दा पनि ओभरनाइट हाइप वान गेम भएको भन्दा पनि सिस्टमबाट आएको त्यो प्रोसेसबाट आएको प्लेयरलाई चाहिँ हामीले हो त्यही लिनुपर्छ भने के, त्यही जो हुन मान्छे पर्यो त्यही भएर त हाम्रो डोमेस्टिक स्ट्रक्चर हाम्रो स्ट्रङ बनाउनु पर्यो कि डोमेस्टिक स्ट्रक्चर राम्रो बनाउनु पर्यो, त्यही नै हो। जो त्यो बिहान टी ट्वेन्टीको लागि एनपिएल मात्र भएर भएन कि हाम्रो डोमेस्टिक लिगै हुनु पऱ्यो कि डोमेस्टिक हाम्रो डोमेस्टिक प्लेयरहरूको मात्र अथवा नेसनल प्लेयरहरूको त्यो एनपिएल त फरक हो कि एनपिएललाई डोमेस्टिकमा हामीले चुज गर्नै मिल्दैन कि हो। जस्तै इन्डियामा शहीद मुस्ताक अली ट्रफी छ टी ट्वेन्टीको लागि तर अस्ट्रेलियामा हाम्रो पनि छुट्टै त्यो छ जय ट्रफी भन्नेवाला छ छन ल। जय ट्रफी हो त पिएम कप त 50 ओभरको भयो अब हामीले पिएम कप पनि यसरी गर्न मिल्छ कि टी ट्वेन्टी वर्ल्ड कप हुँदाखेरि 20 ओभरको त्यो गर्ने 50 ओभरको हुँदाखेरि 50 ओभर गरेर गर्न नि मिल्न सकिन्छ कि हाम्रो त्यही नै हो के अरे हाम्रो अलि एकाडेमीहरू पनि नेपालमा बढाउनु पर्यो, होइन? के चाहिँ हाम्रो यति त नाइट नाइट वाचम्यानले नेपालमा एकाडेमी खोला त?
खोलिन्छ फ्युचरमा बिस्तारै फ्युचरमा के छ, फ्युचर। हाम्रो हाम्रो कन्ट्रिब्युसन के हुनसक्छ यदि हाम्रो हाम्रो यो च्यानल ग्रो हुँदै भयो गयो भने होइन, अब हामीलाई फ्यान्सहरूले सपोर्ट गर्यो भने हाम्रो कन्ट्रिब्युसन चाहिँ के हुन्छ? हाम्रो त यही हो, हाम्रो कन्फिडेन्स सायद यही अन द फिल्ड भन्दा पनि अफ द फिल्डै हाम्रो हुन्छ जस्तो लाग्छ मलाई। कन्ट्रिब्युसन अब हामीले अफ यदि द फिल्ड यदि हाम्रो सक्यो चाहिँ भने चाहिँ यदि द नाइट वचम्यानको चाहिँ मेबी हाम्रो हाम्रो के अरे यङ्स्टर्सहरूलाई, एकाडेमी हाम्रो यङ्स्टर्सहरूलाई सानो बच्चाहरूलाई चाहिँ अब हामीले किटहरू हाम्रो प्रोभाइड हाम्रो गर्ने। फलोवर सब्सक्राइबर्सहरूलाई हाम्रो फलोवर सब्सक्राइबरहरूलाई हाम्रो काम भनेको किट प्रोभाइड गरिदिने होइन। के प्रोभाइड अनि गर्ने। उनीहरूलाई चाहिँ राम्रो के अरे ब्याटहरू, राम्रो बलहरू, रेड बलहरूमा के अरे एभाइलेबल गराइदिने होइन, एउटा पछि गएर एकाडेमी। पछि गएर हुनोज एनपिएलको एउटा टिमको जर्सीमा हाम्रो यति द वाचम्यानको स्पोन्सरसिप आउँछ कि के थाहा। हु नोज होइन, अब जे नै हुनसक्छ नि। त्यही भएर होइन के छ भने हामीले कन्ट्रिब्युट गर्ने भनेको चाहिँ होइन लाइक एउटा यदि द नाइट वचम्यानको एकाडेमीमा चाहिँ हामीले कन्ट्रिब्युट गर्ने चाहिँ हामी दुइटैले कुरा गरेर आएको कुरा हो नि त यो त। फ्युचर कुरा प्लान। गरेर आएको हो। अब होइन नेपाल क्रिकेटको लागि चाहिँ गर्नुपर्छ के अरे अफ द फिल्ड होइन भनेर चाहिँ लागेको। यो चाहिँ अरू त स्पोन्सरसिपमा नाम आउने त अब के हो होइन। तर एउटा त्यो हाम्रो यङ किड्सहरूको लागि चाहिँ एउटा के अरे फेसिलिटिज प्रोभाइड गर्ने चाहिँ भनौँ न। देयर इज मोर फ्युचर इन क्रिकेट इन नेपाल। अनि नेपालको त फेस्टिभलै हो कि नेपालको त। त्यही भने नेपालमा कस्तो एडभान्टेज छ कि हाइटको पनि ब्याट्सम्यान हुनलाई के अरे हाइटको पनि एडभान्टेज छ होइन। हिस्टोरिकल्ली हेऱ्यो भने लेजेन्डरी ब्याट्सम्यानहरू सर्ट नै छ कि, ब्याट्सम्यानहरू छ। लेजेन्डरी ब्याट्सम्यानहरू सर्ट नै छ। अनि त्यही हामीले चाहिँ भने अब हामीले सेना नेसनमा गएर बलिङ गरेर डोमिनेट गर्नै सक्दैन। इन्डियाले डोमिनेट सकिँदैन। यत्रो वर्ष भइसक्यो त इन्डियाले डोमिनेट त्यति डोमिनेट डोमिनेट गर्न गर्न सकेन। सक्दैन। जे भयो नि सक्दैन। इन्डियामा जस्तो डोमिनेट गर्न सक्दैन होइन। उनीहरूको ब्याट्सम्यानले इज्जत बचाइदिया हो क्या इङ्ल्यान्डमा ब्याट्सम्यानले पनि अस्ति। त्यो शुभमन अँ गिलले सुमन सिक्स गिल अनि समथिङ हाल्यो हाम्रो नि, जयसवालले। उनीहरू किन जसवालले। भएको भने ब्याटिङले नै के अरे लेभल गरे हो क्या सिरिज इङ्ल्यान्डसँग। त्यही त सेना कन्ट्रीमा गएर त त्यो टफ चान्स दिन त गाह्रो छ। गाह्रो छ होइन। त्यही भएर चाहिँ ब्याटिङमा यस्तो हामी त एसियाको सेकेन्ड सेकेन्ड बिगेस्ट चाहिँ हुनैपर्छ क्या हामी। हुनैपर्छ फ्युचरमा। फ्युचरमा हुनैपर्छ। अब कति वर्ष लाग्ने हो त्यो थाहा छैन। कति बेला होइन लाग्दा पहिला चाहिँ हामी चाहिँ मेन फोकस चाहिँ हाम्रो यो एसोसिएटमा हामी चाहिँ टप टिम हुन पऱ्यो कि नम्बर वान एसोसिएट टिम हुन पऱ्यो कि। एसोसिएटमा त्यो चाहिँ फोकस हामी गरेर डोमिनेटै त्यो गर्नु फोकस पऱ्यो गरेर कि। हामी बिस्तारै यो श्रीलङ्का बङ्गलादेश अफगानिस्तानहरूसँग सिरिज खेल्न पऱ्यो क्या। हामी चाहिँ लगातार कन्टिन्यू सिरिज खेल्न पऱ्यो कि। त्यो एक गेम अझ अब वेस्ट इन्डिजसँग खेलियो नि हामी अँ, 3 म्याच सिरिज। अब त्यसलाई कन्टिन्यू गर्न पऱ्यो कि टेबल ए टक गर्न पऱ्यो कि कसरी हुन्छ, गभर्मेन्ट हुन्छ कि बोर्ड बिच हुन्छ कि ब्याक च्यानल कसरी हुन्छ त्यो अँ। गर्न पऱ्यो कि। त्यो छोडिदिन भएन कि बिचमा। भएन। अब जस्तै अब त्यो हाम्रो अघि हामीले यो आजको टपिक नै के अरे हु सुड बी द नेक्स्ट क्याप्टेन, कि त यहीमा कन्टिन्यू गर्ने कि अब अँ कोचिङको कुराहरू, हाम्रो एनालिस्टको कुराहरू गऱ्यौँ नि। त्यहाँ चाहिँ यो मेरो आफ्नो मान्छे हो, यो हाम्रो हो त्यो लुम्बिनीको हो, त्यो यो हुन हाम्रो भएन, यो काठमाडौँको सिटीको हो, हो यो ऊको यो हो त्यो सिटीको हो भन्न इन्फ्लुएन्स भएन कि। हुनै हुँदैन कि त्यो इन्फ्लुएन्स राख्ने नै होइन गेममा। त्यो गर्ने नै होइन कि। जसले गेम खेल्यो जो प्रेजेन्टमा फर्ममा छ उसलाई टिममा ल्याइहाल्ने हो अँ, कि, उसको फर्म युटिलाइज गरिहाल्ने हो कि त्यही बेला। गरिहाल्ने हो। न त गाह्रो, न त ऊ पनि फेड हुँदै जान्छ अनि बिस्तारै उसले भुल्दै जान्छ अनि त्यही फेरि पुरानो नामको मात्र ब्याट्सम्यानहरू ल्यायो, भएर नामको चाहिँ मात्र के काम लाग्यो बलरहरू त अनि। ल्यायो अनि फेरि फेरि अब नेक्स्ट T20 वर्ल्ड कपमा अनि फेरि त्यही हुने हो फेरि। Okay, I found this on the web for What Are the Kids? I'm Latin. Check it out. अब त्यस्तो हुन भएन नि त। त्यही भएर अब नेक्स्ट साइड T20 वर्ल्ड कपको लागि अहिलेदेखि तयारी गर्नु पर्यो। अब क्याप्टेन चेन्ज होइन, क्याप्टेन चेन्ज नगर्ने हो भने अब त्यही क्याप्टेनलाई कसरी सुधारेर होइन अगाडि बढ्ने हो त्यो पनि कि एउटा माइन्ड सेट हुन पऱ्यो कि होइन यही क्याप्टेनलाई लाने हो अथवा अर्को क्याप्टेनलाई लाने हो। त्यो आधा अधुरो काम गर्नु भएन कि। तर मेरो लागि चाहिँ रोहित पौडेल हिज टेक्निकल्ली हि साउन्ड्स गुड होइन। टेक्निक साउन्ड होइन राम्रो छ।
टेक्निक राम्रो छ होइन उसलाई चाहिँ अब के छ भने अलि आफ्नो T20लाई चाहिँ अलि स्ट्राइक रेट्सहरू अलि स्ट्राइक गर्नु स्ट्राइक पर्यो रेटले होइन चाहिँ अप त्यो गर्नुपर्छ मात्रै छ होइन होइन ऊ उसले त्यही भने उसले अगाडि हाने पनि त्यो लास्टमा के अरे हान्दै गएपछि पनि पछि बिस्तारै फेरि बल खाँदै जान्छ कि प्रब्लम त्यो त्यहाँ छ कि त्यो छ कि विकनेस फेरि त्यही भएर स्ट्राइक रेट अप 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 हुन पर्यो कि त्यही भएर उसलाई T20को क्याप्टेनको बर्डनसिपबाट चाहिँ हटाएर उसलाई बरु फ्री खेल्न दिनु पर्यो अब नत्र कि त त फेरि अब यस्तो हो कि रोहित नराम्रो पौडेललाई चाहिँ ओडिआईमा पर्मानेन्ट बनाउने होइन कि त T20बाटै पुरै प्लेइङ इलेभेनबाटै अँ निकाल्न पर्छ भन्ने के छ वाट यु थिङ्क प्लेइङ त्यो त इलेभेनबाट मलाई निकाल्नु लाग्यो पर्छ उसको आई थिङ्क उसको रिप्लेसमेन्ट चाहिँ छ अहिले अहिले भर्खरैको लागि अब पछि आउँछन् जस्तो लाग्छ ल होइन आउलान् होइन तर ऊ जस्तो किनकि ऊ भलै यो वर्ल्ड कपमा उसले राम्रो गरेन होला तर विगतका त्यो के भन्छ त्यो पछि उसले बचाएको पनि धेरै छ कि नेपाललाई हो त्यो त हो कोल्याप्सबाट बचाएको पनि धेरै छ कि त्यही भएर अहिले चाहिँ उसलाई क्याप्टेन्सीबाट चाहिँ बरु उसको बर्डन हटाएर चाहिँ उसलाई एज अ प्लेयर चाहिँ बरु होइन 6 महिना 1 वर्ष 5 महिना हेर्न चाहिँ पर्छ जस्तो लाग्छ किनकि उसलाई झ्याप्पै चाहिँ T20बाट निकाल्यो भने आई थिङ्क हाम्रो फेरि T20 सेटअप पुरै चेन्ज हुन्छ फेरि ओके त्यो चाहिँ अलिक गाह्रो हुन्छ अरू छैन कि ऊ जस्तो ब्याट्सम्यान फेरि त्यहाँ पनि रिप्लेसमेन्ट पनि त चाहियो नि फेरि फेरि अरूको रिप्लेसमेन्ट छ होइन कोल्याप्स भयो भने त्यो कहिलेकाहीँ चाहिँ बल खाएर इनिङ बिल्डअप पनि गर्नुपर्छ क्या फेरि ऊ जतिको फेरि ऊ रिप्लेसमेन्ट छैन कि अरूको रिप्लेसमेन्ट छ होइन उसको रिप्लेसमेन्ट चाहिँ झ्याप्पै पाउन गाह्रो छ कि गाह्रो छ हो यहाँ ट्रु ट्रु किनकि ऊ जस्तो ब्याट्सम्यान पनि त चाहिन्छ नि जस्तै विराट कोहली जस्तो ब्याट्सम्यान पनि त T20मा थियो नि त हो T20ले विराट कोहली पनि झ्याप्पै त्यो स्ट्राइक रेट अफ गरेर त खेल्दैन नि त पछि इनिङ्स बिल्ड गर्दै गएर पछि हान्ने हो नि त हो त्यस्तो ब्याट्सम्यान पनि चाहिन्छ कि T20मा सो T20 भनेको फेरि सधैँ उडाइरहने मात्र गेम पनि होइन कि कहिले अब हो कि होइन Yeah. अब सधैँ उडाइरहने अब अस्ट्रेलिया कस्तो भयो हेर त अब त्यो बिचमा मिडल अर्डर त्यो ह्यान्डल गर्ने कोही थिएन क्या थिएन त्यही भएर जिम्बावेसँग नि त्यही हारे भएर अनि त्यही भएर हारे हो अब अनि स्टिभ स्मिथ बिचमा भइदिएको भए भइदिएको भए धेरै राम्रो हुन्थ्यो नि त त्यो कन्फिडेन्ट हुन्थ्यो कि हामी कोल्याप्स हो भइहाल्दैनौँ भन्ने कन्फिडेन्ट हुन्थ्यो क्या त्यही भने त्यो मेन्टली पनि त्यो यो चिजले चाहिँ एकदमै हेल्प गर्छ कि अब क्रिकेट भन्यो भने अब ब्याट्सम्यानले हान्ने हो के अरे बलरले बल गर्ने हो यसो हेर्दाखेरि त इन्डिभिजुअल स्पोर्ट जस्तो होइन त्यो मोमेन्टको लागि त इन्डिभिजुअल स्पोर्ट जस्तै त हो नि त्यो एउटा मोमेन्टको लागि त्यस्तै हो तर यसमा चाहिँ अरू अरू चिजले पनि एकदमै अफेक्ट गर्छ कि अफेक्ट गर्छ ओके त्यही हो कुरा ल अब भनेपछि हाम्रो क्याप्टेन क्याप्टेन दिपेन्द्र चाहिँ स्टेप डाउन गर्नुपर्छ उसलाई स्याक दिपेन्द्र सिंह गर्नुभन्दा पनि हाम्रो स्टेप डाउन गरे बरु सबै खुसी हुन्छ जस्तो लाग्छ हाम्रो चोइसको दिपेन्द्र सिंह ऐरी छ होइन अनि अब के छ अहिलेको हाम्रो बेस्ट चोइस भने फ्यान्सले दिपेन्द्र सिंह आइडी के छ फ्यान्सले भन्ने चाहिँ के हुन सक्ला होइन अब रोहितसँग फ्यान्सको स्टिक हुनुपर्छ भन्ने छ कि के छ त्यहाँ होला नि अब रोहितको फ्यान पनि होला नि दिपेन्द्र सिंह एरीको नि होला नि अब यो अहिले त यस्तो भयो कि झन् एनपिएलले गर्दा त्यो आफ्नो फ्यानहरू नि छुट्टिरहन् के हो एउटाको रोहित एउटाको दिपेन्द्र एउटाको सन्दीप एउटाको त्यो भइरहेको त्यो आइपिएलको जस्तै कि अँ, हो त्यो हुनभन्दा बरु त्यो आई थिङ्क मेजोरिटी अहिले चाहिँ दिपेन्द्र सिंह एरीलाई नै सपोर्ट गर्छ जस्तो लाग्छ क्याप्टेन्सी yeah, I think the same टिम म्यानेजमेन्टमा पनि त्यस्तो नराम्रो असर पर्दैन जस्तो लाग्छ किनकि ऊ भाइस क्याप्टेन भइभ्या भाइस क्याप्टेनलाई उसैको पालो त हो भाइस क्याप्टेन भएपछि उसैको पालो त क्याप्टेन हुने yeah. अनि त्यही हो अनि अनि एउटा चाहिँ अर्को मलाई चाहिँ के T20 क्रिकेट इज अल अबाउट के अरे मेन्टालिटी के माइन्ड सेट होइन अब त्यो माइन्ड चाहिँ सेट कस्तो भने अलिक एग्रेसिभ हुनैपर्छ कि त्यसमा इनर्जी ल्याउनै पर्छ क्या क्याप्टेन्सी त रोहित पौडेलको क्याप्टेन्सी धेरै डिफेन्सिभ थियो कि वर्ल्ड कपमा अँ, कमेन्टेटरले पनि कतिचोटि पोइन्ट आउट गरिरहेको थियो कि डिफेन्सिभ फिल्ड सिट डिफेन्सिभ एकदमै एकदमै फिल्ड सेट डिफेन्सिभ थियो भनिरहेको कि थियो के अरे अब आफू यताबाट डिफेन्सिभ खेल्ने होइन अनि अनि अपोनेन्टले त्यो उताबाट फेरि अट्याकिङ गऱ्यो भने त हामी त 2 स्टेप ब्याक हुन्छौँ त हामी त त्यही भएर त बरु फिल्ड होइन बरु के अरे फिल्डिङमा अट्याकिङ सेट गरेपछि कमसेकम अपोनेन्ट टिमलाई पनि त माइन्डमा ऊ पर्छ नि त अँ, त्यही भएर हामी चाहिँ त्यो अट्याकिङ गेम खेल्नै पर्छ चाहे फिल्डिङमा होस् चाहे ब्याटिङमा होस् चाहे बलिङमा होस् वी निड टु चेन्ज आवर अप्रोच हिजो पनि अब ओपनिङ पार्टनरसिप त भएको हो तर त्यस्तो त्यस्तो रन रेटले रन आएको होइन नि त होइन होइन
के अरे हाम्रो अप्रोच चाहिँ के छ भने अझै पनि त्यही एसोसिएट नेसनसँग खेल्ने अब त्यही मलेसिया ओमान त्यही हो। युएईसँग खेल्ने अब अप्रोच हिजो स्कटल्यान्डले नि धेरै मिस्टेक गरे। अब स्कटल्यान्डको साटो ठाउँमा अब मानौँ बङ्गलादेश अथवा कोही भएको भए त हामी त गेम हार जित थिएनौँ नि त फेरि हो या ट्रु त्यही सिचुएसनमा कि हो त्यस्तो हुन्छ। स्कटल्यान्ड पनि अलिकति बिलो पर्फर्मेन्स गरिरहेको हिजो त्यो धेरै मिस्टेक गरिरहेको स्कटल्यान्ड बलिङमा। या त्यही हो साथीहरू, कमेन्ट गर्नु होला हजुरहरूको क्याप्टेनसिपको कसलाई राख्दा ठिक होला। यु वान स्टिक विथ रोहित पौडेल अर यु वान गिभ दिपेन्द्र सिंह एरिया चान्स टु बी क्याप्टेन्स अफ नेपाल मेन्स T20। ल कमेन्ट कमेन्ट गर्नु गरौँ होला है गाइज। त्यही त्यो कमेन्ट ल अनि अर्को चाहिँ अर्को चाहिँ होइन हाम्रो कमेन्ट्सहरूमा पनि फ्रम पोखरा यो त्यो भनेर लेखेको केही भ्यू राख्दाखेरि के त्यो भन्यो भने चाहिँ हामीलाई थाहा हुन्छ कि क्रिकेट हेर्ने क्रिकेटलाई फलो गर्ने चाहिँ नेपालको नेपाल कुन रिजनबाट नेपालको धेरै कुन छ न भन्ने कुनामा थाहा हुन्छ कि हामीलाई। छन्। एक्ज्याक्टली। अनि त्यो भएपछि चाहिँ के हुन्छ भने चाहिँ अब हाम्रो जुन पनि मान्छेहरू छन् नि ल यो एरियाबाट चाहिँ हाम्रो क्रिकेटलाई चाहिँ धेरै प्लेयरहरू पनि त्यही त्यही ठाउँतिरबाट निस्किन्छ क्या। अब के छ नेपालको क्रिकेटर धेरै प्रड्युस गर्ने ठाउँ कुन हो जस्तो लाग्छ? नेपालको त त्यो धेरै त उता लुम्बिनीतिरै त होला नि, लुम्बिनी हाम्रो वीरगञ्ज जस्तो हाम्रो इन्डियाको बोर्डरतिर होइन बोर्डरतिर वीरगञ्ज साइडतिर मध्य प्रदेशतिर ए एउटातिर। अब त्यताको ठाउँले पनि ब्याट्सम्यान कस्तो फेरि कस्तो टेक्निकल अरूतिर फेरि तरिकाले ठाउँले खेल्छ पनि नि ल। दिँदैन क्या फेरि। टेक्निकल हेर आसिफ शेख पनि खेल्न त कस्तो टेक्निकल ब्याट्सम्यान हो नि त। हो तर के भने स्ट्राइक रेटै सोल्टीले एकदम कम कम गर्दै गयो। त्यही त नि। हिजो गेममा नि 2टा छक्का त हाने मान्न त के भन्यो अब स्ट्राइक रेट त्यही छ 2टा छक्का हानेर। ल त्यही हो अनि गाइज। ल अब लास्टमा अब के छ हाम्रो एज अलवेज हु इज द फादर अफ नेपाली क्रिकेट? दिपेन्द्र सिंह ऐरी हो क्या। होइन तँ सिरियसली त यो क्वेसनै यो नसोद्धा नि, यो क्वेसनै के भन्छ यो ट्रेडमार्क गरेर त्यो भन्छ नि एउटा छप्पा लगाएर राखिदिने भन्छ नि, पारस खडा बाहेक अरूको नाम लिन पाइन्न भन्ने एउटा हुन्छ नि त्यो स्ट्याम्प के त्यो त्यो नाम त्यो स्टेटमेन्ट अथवा त्यो क्वेसनै पारस खड्काको मात्र हो, त्यसको एन्सर पारस खड्का मात्र हुनपर्छ भनेर एउटा के भन्छ रजिस्ट्रेसन गरेर राखे हुन्छ होइन कि पारस खड्का। होइन तर पनि यो क्वेसन सोध्नुको एभ्री सिङ्गल टाइम सोध्नुको रिजन के हो भने चाहिँ अब एउटा हाम्रो फादर अफ नेपाली क्रिकेट सम राणा उहाँ चाहिँ 1940-60तिर आफ्नो प्यालेसभित्रै गेम खेलेको भएर अब आफ्नो प्यालेसबाट बाहिर गेमै ननिकाल्ने होइन पब्लिकमा उसलाई चाहिँ नेपालमा पपुलर गराउनु पऱ्यो ग्रो गराउनु पऱ्यो भन्ने तरिकाले नलागेको मान्छेलाई चाहिँ हामीले फादर अफ नेपाली क्रिकेट भनेर मानिदिनु पर्ने हामीले पारस दाईले नमानेर। पारस दाई भनेको त अरूभन्दा नि मैले किनभने रिटायर्ड भएपछि पनि के हाम्रो कन्ट्रिब्युसन के पारस दाईको त्यही त रिटायर भएपछि ऊ क्यानमा म होइन जान्छु होइन नेपाली क्रिकेटलाई अगाडि बढाउँछु भनेर त्यो एउटा के भन्छ जज्बाका साथ आउनुभयो हो नि त क्यानमा पनि त्यो डेडिकेसनले डेडिकेसनका गर्दा साथ। के त्यही भएर दायाँ बायाँ होइन पारस खड्का इज द फादर अफ नेपाल क्रिकेट ल अनि अब के भनौँ। अरे कमेन्ट पनि गरौँ है के छ यसमा मान्छे के ल ल हुन्छ थ्याङ्क यू गाइस ल गाइज किप लभिङ किप सर किप कमेन्ट है गाइज। ल